सानै उल्टो दिएर छ अनि कुन ठाउँमा आन्टी यता बेकरी सेल्स कता हो बेकरी सेल्स कस्तो जाम दिनु यताउता चलाउनु नि एउटा कला हो कि भनेर किताब 4वटा होइन विन ड्राइभमा मैले कता बेच्ने र एसएलडी सेल्स नेपाल है माथि राइट पनि खाइयो यहाँ सुनाकोटीदेखि के साह्रो जाडो भयो र भात्तै लाएर दामी यार खसियो भने चाहिँ यहाँ आज सकियो यस्तो ठाउँबाट कसले बुक गर होला त अब त्यो लोकेसनमा पुऱ्याइदिनु है अनि तपाईँको यहीँसम्म युट्युब च्यानल आए भोलर पनि सन्चै हुनुहुन्छ होला पनि सन्चै छु भने पनि आज न्यू ब्लग भन्ने मेरो ब्लगको सुरुवात मैले यहीँबाट गरिसकेको छु धेरै हावा चलिरहेको छ सरर होइन बोलेको केही नसुनिरहेको होला त्यही पनि यसो हेर्नु होला होइन लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नबिर्सिनु भन्दै म भिडियो सुरुवात गरिसकेँ भिडियो है के गरेको सोधेहरू गरेको थाहै छैन खोइ सामान यति लिन नै भन्थ्यो नि कोही पनि छैन कतानिर हो सामान पुऱ्याउनु पर्ने होइन छैन सिसाको बिल्डिङ त छैन यहाँ त तपाईँले जुन लोकेसन दिनु म त्यहीँ छु माल अझ थान्दिक भित्रपट्टि अलिकति यहाँ त गेट हालिहालेछ कहाँ भित्र छिर्नु त यहाँ त केही छैन त अनि हजुर यहाँ त डेन्टल नै छैन केही नै छैन लोकेसन सही त सही हाल्नु भयो नि त होइन तपाईँले खोइ के भयो त अनि ठ्याक्कै त्यो थसिकेल छिर्ने भित्रपट्टि गएर म हजुर थसिकेल कोटेश्वर ओ त्यतै छु कि म लोकेसन म्यापमा हेर्नु न म्यापमा त देखाउँदैन नि तपाईँले लोकेसन नै छु ठ्याक्कै म हुन्छ अनि त्यो महालक्ष्मी बिजनेस टावर देख्नु भएन तपाईँले महालक्ष्मी बिजनेस टावर भनेर ठुलो बिल्डिङ देख्नु भएन तपाईँले यहाँ त खोइ देखिएन त कतापट्टि हो तपाईँ थसिकेलबाट त्यो कोटेश्वर जानेतिर जानु भयो भने राइट साइडमै हो के हो त्यही साइडमै छु क्या म हो त्यहीँ छु म थसिकेलमै हुनुहुन्छ हजुर थसिकेलदेखि भित्रपट्टि जहाँ लोकेसन थसिकेल गेट होइन कि तपाईँले जुन लोकेसन दिनुभएको छ नि म त्यहीँनिर छु कि त भित्रपट्टि छिरहेको छु कि लोकेसन त मैले बेकरी शेर्पा भनेर दिएको छु नि त बेकरी शेर्पा भन्ने पसलको दिएको छु नि त अनि तपाईँ त्यो पसलमा पुग्नु भएन के पसलमा खोइ त पसलले कता छ फेरि खोइ मै खोइ लोकेसनै उल्टो दिएर छ अनि कुन ठाउँमा कतापट्टि हो यता खोइ त हेलो हजुर हेलो हजुर खोइ लोकेसनै उल्टो हो कि खोइ कुन त बेकरी सेल्स हजुर हजुर बेकरी सेल्स भन्नुभयो ए हुन्छ ल ए हुन्छ हुन्छ हजुर हजुर
त्यही त म सोध्छु रुक्नु न त्यो मान्छेहरू कति साह्रो प्याकेर गरे होला आन्टी यता बेकरी सेल्स कता हो बेकरी सेल्स कहाँनिर धेरै भित्रै हो कुन चाहिँ हो बेकरी सेल्स रे अब कहाँ छ त्यो यार त्यही हो र मान्छे मलाई ज्याला सामान लाग्छ नसोच्नु पऱ्यो फेरि हेलो आन्टी यता बेकरी सेल्स भनेको त हो सेल्स कहाँनिर त्यही हो घुमेकै छ यार लोकेसन उता हाल्यो कि कता हाल्यो हिँडिरह मान्छे भन्नुहुन्छ यही जस्तो लाग्छ यही हो र यो त होइन होला क्यान्सल हान्दै जान्दैछ रिसै उठ्ने भने हुन्छ नि त यस्तोमा छिर्नुपर्ने एउटा कला चाहिन्छ कि होइन यस्तो जाम दिरो यताउता चलाउनु नि एउटा कला हो कि चक्कर लगाएर सर है यसलाई खुलिसक्यो नत्र अलिअलि भित्रै त होइन यो त्यसले हुन्छ नि त तर डुब बाइक नि शिक्षी त शिक्षी है 250 वर्ष के हो यो लानु नि यार हो के गर्नु त्यही हो आएछ सबैजना हरेर आएको नि यार त्यो यता साइडबाट मैले राइट उठाएको थिएँ उनीको राइट बल्ल 2 घन्टा पछि उठाइयो अब यसलाई पुराउनु होइन यताउता त्यही नै हो के कस्तो हुनेवाला छ त्यो त हजुरहरूले देखि नै हाल्नुहुन्छ होइन त्यही नै हो अब फरक बनाउँछ अलिक हेलो हजुर हेलो हेलो पढाएर छ मान्छे मैले देखिसकेँ हो जाने रहेछ त यहाँ गएर फेरि अङ्कल हो कि आन्टी हो को जाने हो सामान लानु पर्ने कत्रो सामान हो र किताब 4वटा हो र हुन्छ ल हुन्छ के छोला दिनु र 4वटा किताब मात्र होइन 4वटा ए लोकेसन त सही हाल्नु भएको छ पुऱ्याउनु ठाउँमा त्यो के हो म त्यो यस्तो गर्दै पैसा चाहिँ कता दिनु यहाँ कि पर दिनु मैले हजुर यहीँ सेयर गरेको भयो ए हुन्छ नम्बर पनि त्यहीँ छोडिराख्नु भएको छ नम्बर छोडेन मैले नम्बर छोड्नुपर्छ अनि नम्बर मेसेज गरिराख्नु कसरी गर्ने मलाई गर्ने इनड्राइभमा कि इनड्राइभमा गरिदिन्छ तपाईँले यो कहाँबाट भोलि म त्यहाँ पुगेर कल गर्छु छोडिराख्नु ल होइन इनड्राइभमा होइन त्यो होइन यो नम्बर यही हो कि उहाँलाई इनड्राइभमा पठाइदियो भनेको कहाँ राख्ने भनेको कहाँ यो मनी सरको नम्बर के अरे कपी गरेर उहाँको त्यो उमा मेसेजमा त्यही त कहाँबाट गर्ने भनेको कि हो त्यसो त मेसेज यहाँनिर कपी पेस्ट गरिदिनु आइदिनु ल फेरि बुक हराउला नि फेरि बुक लगाएर मैले कता बेच्ने हो र यसरी झन्डै ठोकिएन भने भाइ फेरि मर्नु मन छ कि के हो नाङ्गोटिङको पनि हुन्छ त फेरि बुक लताउनु नि गाह्रो हुन्छ अनि फेरि हाम्रो पहिले हामी स्कुल हुँदाखेरि त होइन बुक लताउनु हुँदैन पर्ने यताउता भन्थ्यो नि तर बिस्नु है मनाइदेखि त्यस्तो लता होइन मैले अब के भन्नु चेप्नै पऱ्यो हजुरलाई पुऱ्याउनु छ लस्ने माता बुक लगे लस्ने मात्रै भन्छ होइन ए
सरस्वती माता भोटेखाँची पुऱ्याउनु पर्ने छ हजुर लोकेसनमा मैले त्यही भएर मैले छुकोमा हजुरलाई घोच्चा बिरा नहोस् बुक सरस्वती माता सरस्वती पूजा नै गर्ने हामीले एउटा अफलाइन पाएर यार कस्तो हुन्छ ल के गर्नु तर ब्याट्री खासै टिक्दैन क्या मेरो फोनले त्यही समस्या त्यही छ क्या मेरो चाहिँ मेन चाहिँ होइन त्यही हो अब गयो कता भने सुनेको थिएँ त धेरै जाडो पऱ्यो जाडो भयो जाडो सिधै हो सिधमा छ नि राति गरिसक्यो यार कुन ल्याङ्ग्वेज यहाँ यो यहीँसम्म लोकेसन हाल्नु भयो होला नि त कति देखाएर छ 180 180 देखि हो अर्को राइड पनि खाइयो यहाँ सुनाकोटीदेखि के साह्रो मसला राम 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 हो र छुकी हो अब चाहिँ देख्छ हो नि बडी कस्तो छ ओइ दामी यार वाउ सच अ नाइस कस्तो बवाल देखिरहेको छ माथिपट्टि खस्यो भने चाहिँ आज सकियो यस्तो मन्दिर होइन अलिक खस्यो भने त तलपट्टि होला अनि राम 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 यो गाउँ जस्तै बाटो रहेछ खसी जान्दिसक्यो पुग्छ थाहै छैन पुग्छ भने फेरि यस्तो ठाउँबाट कसले बुक गर होला त अब यार थाहै छैन बन्दलमा भने फेरि यहाँ भेट्नु पर्दैछ कि लोकेसनमा पुऱ्याइदिनु है अनि तपाईँको अब यहाँ पैसा त अब 100 कति 55 आँखा 100 रुपियाँ लिनु है दुईजनासँग हुन्छ म 200 त्यहाँबाट 5 मिनट मात्र अगाडि हो है हुन्छ यो जुन लोकेसन छ नि त्यो लोकेसनमा चाहिँ यो अगाडि छ अनि एउटा इमाडोलनिर म इमाडोलनिरको फोन नम्बर हालिदिन्छु तपाईँलाई मेसेजमा हालिदिन्छु है हुन्छ ल जुन पुऱ्याउनु पर्ने हो सिडी छ एउटा दुईटा सिडी छ एउटा कस्तो सिडी हो मतलब म्युजिक भिडियोको सिडी कि एउटा चाहिँ म्युजिक भिडियोको छ एउटा चाहिँ गेमको छ दुईटा एउटा दिनु है हुन्छ हुन्छ म तपाईँलाई सुरुमा इमाडोलनिर भनेर यो लोकेसन जहाँ छ लास्टमा चाहिँ त्यो लोकेसनमा जानु न है फर्स्टमा इमाडोलको लोकेसन दिन्छु तपाईँलाई अनि त्यो लोकेसन सुरुमै इमाडोलको नम्बर दिन्छु फोन गर्नु है नत्र म त्यो दाइलाई नम्बर दिन्छु पैसा कता उतै पे गर्ने दुईजनाले हाफ दिन्छ है डबल जानुपर्ने हो कि यो लोकेसन एउटा अगाडि त्यो इमाडोल हुँदै जाने हो तपाईँ एउटा इमाडोल त्यही भएर म तपाईँलाई 200 रुपियाँ लिनु भने कि म दुईजनालाई एउटालाई 100 रुपियाँ दिनु भन्छु अर्कोलाई 100 रुपियाँ दिनु भन्छु है डबल लोकेसन छ यहाँ होइन एउटै लोकेसन हो हुन्छ हुन्छ एउटै लोकेसन हो तपाईँ जाने चाहिँ त्यो लोकेसनमा हो तर सुरुमा चाहिँ इमाडोल हुँदै जानु इमाडोल ठ्याक्कै कृष्ण मन्दिर के
इमाडोल कृष्ण मन्दिरमा पुगेर म त्यो दाइको नम्बर दिन्छु तपाईँलाई ए हुन्छ गर्थ्यो भित्रपट्टि होइन अँ, एमा उयो के अरे त्यो के मन्दिर रे ए, कृष्ण मन्दिर कृष्ण मन्दिर त्यहाँनिर हुन्छ जानु ल कल गर्नु अनि त्यसपछि अर्को यो ठ्याक्कै लोकेसनमा जानु है क्या खतरा है दामी मासला पारिपट्टि टक्क लगाएर यहाँदेखि आँखाले त पुरै झन्डा सन्डा देखिरहेको छ पुरै नेपालको है माथि के रहेछ भने सूर्य रहेछ मुनि चन्द्रमा दामी मोबाइलको चार्जिङ नै मेरो यहीँ खत्तम भइसक्छ भिडियो मैले यतितिर एन्ड गरिदिन्छु मन पऱ्यो भने लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु भन्दै नबिर्सिनु भन्दै म यति भन्दै म टाटा बाई बाई हुन्छु त्यही नै यो देख्न सक्नुहुन्छ ब्युटिफुल उता ब्याकग्राउन्डमा होइन त्यही हो ल भिडियो त्यति एन्ड गरिदिनु पर्ला जस्तो छ चिसो भइरहेको छ मौसम टक्क लगाएर आनन्द है राइड गर्नु आइयो अब यता यता पानी खतरै देखियो त्यही ल एन्ड गरिदिन्छु ल